हेलो एन्ड वेलकम टु माई न्यू ब्लग। त गाइस अहिले चाहिँ हामी खोला जान आँटेको, एकछिन घुम्न जान आँटेको बाहिर खोलातिर। अनि यहाँ चाहिँ अहिले चाहिँ म यहाँ बाटोतिर आइसकेको छु। घर चाहिँ वहाँ छ अनि यहाँ बाटो छ होइन। अनि बाटो चाहिँ यस्तो छ। अनि हामी चाहिँ वहाँ पर खोला जान आँटेको, वहाँ पर अझै वहाँ पर छ कि म देखाउँछु तपाईँलाई। त्यहाँको सिन कस्तो बवाल बवाल लाग्छ होइन। अन्त हामी त्यतै जान आँटेको। अनि एउटा साथी आउँछ भने मुडु आउँछ कि आउँदैन हेर्नुपर्छ। सो गाइस अहिले त यहाँ मेरो साथी पनि आइसकेको छ मुडु कुद्दै। अनि अहिले त हामी खोलातिर जान आँटेको टक्क छ। अनि गाइस यहाँ हेर्न सक्नुहुन्छ यारी गाइस। अनि उहाँ त्यो अगाडि जाँदैछ अनि एउटा चाहिँ साइकलमा हामी चाहिँ हिँड्दै टक्कसँग घुम्दै खोलाको सिन देखाउनेछु, हेर्नु होला। सो गाइस अनि उहाँ चाहिँ हाम्रो गोल खेल्ने ठाउँ छ परतिर चाहिँ हाम्रो गोल खेल्ने ठाउँ छ। उहाँ गाइस उहाँ गाईतिर गाईहरू भएको ठाउँ उहाँ पर गाइस अहिले हामी त्यहीँ गएर देखाउँछौँ। त्यहाँ चाहिँ हामी जहिले गोल खेल्छौँ। हामी कतिजना हुन्छौँ। अनि हेलो गाइस, आज चाहिँ म विश्वासको साथी, मेरो नाम चाहिँ रोहित भुजेल। अब हामी चाहिँ यहाँ खोला जाँदैछौँ होइन, भ्यूजहरू देखाइदिन्छौँ। हेर्न सक्नुहुन्छ होला यहाँ उसप राइडर हाम्रो क्रक्स फायरमा हेर्नु न, साइकल खतरा हो नि यो साइकल। हाम्रो यतै विश्वास ला त गाइस अनि यसले त्यो भ्लग बनायो थोरै। अनि टक्कसँग अनि हामी चाहिँ पुग्न आँटेमा उति हो थोरै उहाँ पर। त्यहाँदेखि माथि चढेर पनि देखाउनेवाला छौँ हामी तपाईँहरूलाई। अब चाहिँ हामी आइपुग्न आँट्यौँ गाइस, हेर्न सक्नुहुन्छ होला हाम्रो अब भ्यू यस्तो छ। उसप उसप उहिले हान्दा त उहिले गाइस हेर्न सक्नुहुन्छ होला उहिले हानेकोले। हेर्न सक्नुहुन्छ होला, हेर्नु ओ वाट अ नाइस, खतरा छ गाइस खतरा। अब हामी चाहिँ देखाउँछौँ खोलामा, हेर्न सक्नुहुन्छ होला। यता यता गयो गाइस चाहिँ यो उसो भयो एउटा स्ट्यान्ड हान त पानीमा कुदाइदिन्छ गाइस। ऊ चाहिँ साथी हो मेरो। हामी एकछिन अब जाँदैछौँ, हेर्न सक्नुहुन्छ होला यस्तो छ जङ्गलहरू। हेर्नु जङ्गलहरू हेर्न सक्नुहुन्छ होला। यहाँ चाहिँ काटेको छ गाइस यो जङ्गलहरू, त्यही भएर यस्तो खाली खाली भएको। गाइस फेरि त डेन्जर छ नि यहाँ त। अनि हामी त पहिले त गाइस यहाँ त चेन घारी थियो, चेन घारी अहिले यस्तो भएको छ। अनि गाइस यहाँ हरियाली नै यस्तो रुखहरू छ गाइस। अहिले सरकारले यस्तो खाली ठाउँ बनाउनु। ल गाइस अनि चाहिँ हामी पुग्न आँटिसक्यौँ होइन। टक्कसँग हावा चलिरहेछ सिरिरिरिरि। के छ गाइस, लाइकहरू गर्नु होला। अब हेर्नु होला न हाम्रो खोला नाला, हेर्न सक्नुहुन्छ होला गाइस। आकाश पनि यस्तो हेर्न सक्नुहुन्छ होला। यता हेर्नु होला, यसले हानेको लग्यो गाइस। ओ यहाँ चाहिँ अलिक ओह्रालो छ गाइस, यहाँ त्यही भएर हाम्रो खोला नाला यहाँ चाहिँ नि यो के अरे हो यो बाम, यो बाम धुनेको छ कि अस्ति खोलाबाडी आएर यो सबै यतातिर यो छ नि गाइस। यो यहाँ उयो थियो क्या, के अरे त्यो है माटोहरू थियो, यसलाई सबै यता उयो गरेको थियो। हेर्न सक्नुहुन्छ होला खोलाहरू। उहाँ पर चाहिँ भ्याकुले खनेको ठाउँ छ, उहाँ पर खोलाहरू यस्तो छ है खोलाहरू गाइस। बाँधहरू बाँधेको हेर्नु ल। उहाँ पर पनि छ, उहाँ परदेखि गाइस त्यहाँदेखि ल्याएको यहाँदेखि। अनि यता सिधै जाँदाखेरि ऊ परसम्म हालेको छ गाइस, हेर्न सक्नुहुन्छ होला। यहाँसम्म हालेको छ
गाइस यहाँ परसम्म हालेको छ हेर्न सक्नुहुन्छ होला उहाँ चाहिँ विश्वासको बाबा यता हेर्नु ल ए ने हेर्नु खोला नाला हेर्नुहुन्छ गाइस हेर्नु खोला नाला यस्तो छ खोला नाला के सो गाइस अब म चाहिँ तपाईँहरूलाई सिन देखाइदिन्छु होइन अघि भनेको थिएँ नि अब हेर्नु इन्जोय म्युजिकको साथ इन्जोय हान्नु होला जानु त अलिकति उहाँ जाउँ न सो गाइस अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यत्तिको पानीमा हिँडिरहेको छौँ हामी चाहिँ होइन टक्कसँग आज त यत्तिकै खोला घुमिदिउँ न त भनेर आएको अनि यहाँ चाहिँ हिजोको पानीले हेर्न सक्नुहुन्छ गाइस यति गाइस पानी नै पानी भरेर यहाँ अब चाहिँ अलिकति थोरै ठाउँ भएकोबाट जाने उही गाइस एउटा डर लागेर जाने के हुँदैन नि पढेको नि साई झन्डै लड्यो लडिँदैन लड्यो यहाँ दल भइरहेको छ हामीलाई जहाँ उतापट्टि गरिन्छ होला नि त यति त अझै सँगै गाइज दोस्ती कफी जस्तो भइरहेछ आइज बिस्तारी सो गाइज अहिले चाहिँ हामीले यो पार गरिसक्यौँ टक्कसँग यहाँ खोला थियो यत्रो गाई झन्डै पछारियौँ तर पछारिनौँ अनि टक्कसँग यहाँ हेर्न सक्नुहुन्छ यो भ्लग बनाउँछ अरे यसले पनि भ्लग बनाएको हेरिदिउँ न त अब हामी चाहिँ गाइज एकछिनमा ओइ के भन्नु कोसिस छ कोसिस के गोल खेल्न दिन्छ अब हामी चाहिँ एकछिनमा नै यो गोल खेल्छौँ गोल खेलेको पनि देखाइदिन्छौँ गाइज भिनिसियस भर्सेस रोनाल्डो अनि त्यो चाहिँ फेरि एमबापे हेर्न सक्नुहुन्छ होला यहाँ छ साइकल कुदाउने चाहिँ एमबापे गाइज अब उहिले हान्दै त होला दामी ए गाइज भिनिसियस जुनियर गयो अब चाहिँ हामी एकछिन राइडिङ हान्ने टक्कसँग आइज गाइज हेर्न सक्नुहुन्छ होला कि कुशलको बाबा चाहिँ यो हाम्रो कुशलको बाबा अब खोला पारी गरेको हेर्न सक्नुहुन्छ होला यस्तो छ खोला चाहिँ हाम्रो मिनी भ्लग हो क्या गाइज यो म चाहिँ विश्वासको साथी नै हेर्न सक्नुहुन्छ होला तरेको यस्तो छ हाम्रो खोला चाहिँ खोला नालाहरू गाई त्यस्तो छ यहाँ कुशलको बुवा यस्तो छ गाई हाम्रो दामी छ अनि हेर्नु होला कति छ अब यहाँ पानी छ थोरै सतर्क भएर हिँड्नुपर्ने हुन्छ लु धुएर देखा गाई चिसो छ है पानीदेखि तर यहाँ भिज्छ क्यामेरा भिज्छ क्या त्यसैले अनि मोबाइल छिट्दाखेरि त्यो अनि थोरै भिज्छ मोबाइल त्यसैले मैले त्यहाँ नलागेको फेरि त हालेको अनि गाइज अब चाहिँ म सिन देखाउने वाला छु उहाँ माथि चढेर ल अनि फेरि हामी उता जान आँटेको अनि वहाँ पर चाहिँ इलाम पर्छ है गाइज देख्नु म गाइज पर यहाँको इलामतिर पर्छ है गाइज यहाँ चाहिँ अब हामीले खोला पारी गरेको हेर्नु सक्नुहुन्छ होला देखाइदियो गाइस अब हामी खोला पारी गर्न आँटेको हेर्नु सक्नुहुन्छ त सकिँदैन सकिन्छ लडिँदैन हो अब हामीले हेर्न गाइस डरी लग्यो यहीबाट जाउँ न यतै घुमौँ न एकछिन नि गाइस पानी त फेरि यत्रो गहिरो छ फेरि त गइहाल्छ गाइस अब हामी अब यसमा फुटबल खेलेको पनि देखाउँछौँ फुटबल खेलेको भ्लग पनि आउँछ गाइसहरू आज अनि म त डेली भ्लग गर्छु भन्दै थिएँ अब डेली भ्लग त हुन्छ मेरो अब यो 2 दिन हुन्छ मेरो भ्लग गरेको डेली अनि किनभने अब हाम्रो स्कुल लाग्नु नि त भोलि छुट्टी होला गाइस अनि पर्सिदेखि लाग्छ
अनि गाइस अब फेरि गाइस यस्तो दिमाग काटिरहेको छ स्कुल लागेर अनि अब गाइस गाइस हाम्रो यो युट्युब च्यानल पनि अब के गर्नु होला सब्स्क्राइब गर्नु अब छुट्टीको बेला मलाई त शनिबार र आइतबार स्कुलमा हुन्छ नि त स्कुल लाग्ने तपाईहरुको पनि छुट्टी हुन्छ गाइस यो शनिबार र आइतबार गाइस स्कुल लाग्ने बेला पनि बनाउँछौँ त्यस्तो होइन थोरै हल्का फुल्का बनाउँछौँ स्कुलबाट आएर होइन अनि अब त्यो सिनहरू हेर्नु ल हामी चाहिँ यहाँ देखाउँछौँ ल तपाईहरुलाई गाइस अब हामी यो घर फर्किन आँटेको तर गाइस हामी वहाँ माथिबाट देखाउँछौँ तपाईँहरूलाई भ्यू कस्तो छ भनेर अब हामी खोला पारी गरेको पनि हेर्न सक्नुहुन्छ होला अलिकति उतैबाट गरेर गाइस फेरि उयोदेखि नडरा गाइस म गाइस यसलाई चिन्नेले त गाइस यसलाई चाहिँ खोलाहरूसँग खोला यस्तो नालाहरूसँग चाहिँ नि डरपोक हो क्या गाइस यो गाइस यस्तो होइन यो जङ्गल देख्नु पनि गाइस राति त नि यहाँ तर्साउँछ गाइस तर्साउँछ गाइस अब हामी हेर्न सक्नुहुन्छ होला हेर्न सक्नुहुन्छ होला अब गाइस अब त हामी तर्न आँटेको यहाँबाट होइन केही त्यस्तो त केही पनि उहाँ अलिक उहाँबाट त्यस्तो गाइस यो डराउँछ है गाइस जाम अब जाम जाम गाइस पानी त डेन्जर छ है गाइस यसले त पुरा खेल्छ गाइस पानी त डेन्जर छ है म भ्यान्छु ल ओ गाइस ला केही छैन पुगिन्छ गाइस तर बिचमै दल निस्केछ गाइस यहाँ गाइस यत्रो आएको हामी उहाँदेखि गाइस झन्डै गर्ने लड्यो ला गाइस नले त उहाँ बाँधदेखि अब गाइस ने हेर्न सक्नुहुन्छ होला उ सबैको भिजिरहेछ है देखाइदे त पजामा हेर्नु गाइस भिजेर अब घर गएर फेर्ने गाइस अब हामी चिनायो यो छैन यो बाम अब यो बामलाई देखाउने आँटेको छौँ अब हामी चढ्न आँटेको गाइस अब त हामी यहाँ मस्तसँग चढ्न आँटेको गाइस आजको भ्लग चाहिँ धेरै लामो हुन्छ होला त्यही पनि हेरिदिनु होला गाइस हुन्छ अब यहाँ चाहिँ हामी टक्कसँग उहाँ माथिदेखि चढ्ने गाइस ल चढ अरे म त उहाँदेखि चढ्नु लड्न पनि सकिन्छ हैन गाइस अब लड्न त लडिन्छ नि अब ल यो चाहिँ टक्कसँग चढ होइन अनि म चाहिँ उहाँदेखि पर्खिन टक्कसँग माथिदेखि चढ्न आँटेको म चाहिँ यहाँ टक्कसँग टपमा गाइस अनि यो चाहिँ मोबाइल त नछोड्नु होला गाइस अनि टक्कसँग हामी आइसक्यौँ होइन ल गाइस अब यहाँदेखि चाहिँ कस्तो लभली भ्यू देखेको अब देखाइन्छ है पर्खिनु गाइस हेर्न सक्नुहुन्छ होला जङ्गल ओइ नाला जङ्गल सो गाइस देखिसक्नुभयो होला कस्तो छ जान गाइस देख्नुभयो होला सिन कस्तो छ यहाँ पनि बाने एकचोटि हामी यो झरिम भने चाहिँ यहाँ यो हात खुट्टा अलिक पिल्सिन्छ भाँचिन्छ भनेर डर छ त्यसैले अलिकति हामी सतर्क भएर हिँडिरहेको छौँ त्यही भएर नै अब उत्रिहालेको गाइस अलिक उत्रिहाले क्या फेरि अहिले फेरि के हुन्छ यहाँ त गइहालिन्छ ल गाइस यहाँले त सो एकछिन गाइस अनि देख्नुभयो होला हामी कसरी गयौँ गाइस अब त हामी यता भित्र बाटो जङ्गलको बाटो गाइस हाम्रो पिकनिक खाएको भ्लग पनि आउँछ है गाइस अब त्यो चाहिँ अब अझै टाइम लाग्छ सबैलाई भन्नुपर्छ अनि जङ्गल त यस्तो बब्बाल छ गाइस हामी नि पहिले नि यहाँ यो बय सोध्ने ठाउँ थियो क्या हामीले नि यहाँ पर यो देख्दै हुन्छ नि यो बयर खाने थियो गाइस हामी चोर्थ्यौँ क्या नि पहिले सानोमा अनि दाइहरूले पनि भन्थे जाम भनेर जान्थ्यौँ अनि जङ्गली फल ए नो गाइस जङ्गली फल यस्तो
जङ्गली फल जङ्गली फल गाइस जङ्गली फल हेर्न सक्नुहुन्छ होला के लाग्छ गाइस अलिकति उयो भएर सतर्क गाइस के लाग्ला होइन त्यस्तो चाहिँ हुँदैन अब अलिकति सतर्क भएर के थियो भने त्यही हेर्नु गाइस न फुल देखाउनु गाइस यस्तो यस्तो भ्यू छ है गाइस फुल रातो फुल हेर्नु न गाइस गाइस यो फुलै होइन कमेन्टमा गरिदिनु है फुल हो कि के हो गाइस यो फुल हो कि के हो हामीलाई कमेन्ट गरिदिनु यो किरा गाइस यसको माथि किरा लागेको छ ऋतिकले हटाइदियो मेरो साथले रोहित यसको नाम चाहिँ कति छ कति ऋतिक नायसन गाइस कहाँ हो कहाँ हो के हो गाइस 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 व्हाट इज दिस के हो त्यो गाइस ला गाइस डर लाग्यो डर लाग्यो गाइस गाइस थोरै डर लाग्यो होइन न थोरै डर लाग्यो होइन अब चाहिँ हामी छिटो छिटो जान्छौँ गाइसहरू के लाग्न सक्छ होइन यहाँ बच्चा बच्ची छौँ गाइस यहाँ त नि उयो गाइस यहाँ के तन्त्र यता यहाँ त गाइस के तन्त्र मन्त्र लाग्नु सकेको हुन्छ नि त त्यही भएर अब हामी चाहिँ हटपट हुनु राखेको हुन्छ गाइस गाइस म चाहिँ काटेर देखाउँछु अलिकति हामी रनिङ हान्छौँ ल काट्छौँ अनि देखाउँछौँ गाइस अनि यहाँ चाहिँ पहिले खरायोहरू हुन्थ्यो यस्तो यहाँ गाइस मुनिहरू यस्तो यस्तो मुनिमा क्या गाइस एकचोटि हामी घाँस काट्न आएको थियौँ खरायो भागेर अनि यो चाहिँ जाँदै त खराएकै गाई खेल्न गाइस अनि टक्कसँग अहिले त गाइस यहाँ चाहिँ रुख छ वरिपरि जङ्गल छ अनि ऊ यहाँ गाइस टिफरहरू देखिराख्नु भएको छ होला अनि गाइस अनि त्यो हामी अहिले भरेतिर गोल खेल्छौँ त्यही अब त्यो पनि देखाउँछौँ होइन हामी एकछिन खेलौँ न त एकछिन खेल्छौँ खेतमा अनि देखाउने छौँ कसरी खेल्छौँ भनेर अब हामी ठुलो मान्छेहरू पनि देखाउँछौँ गाइस अहिले टक्कसँग हामी यहाँ अगाडि बाटो छ वहाँ परदेखि आएको हामी यहाँ पुगिसक्यौँ गाइस होइन अनि अब त्यो टक्कसँग हिँडिरहेछौँ अनि गाइस यस्तै छ अब हरियाली क्लाउडहरू यस्तै गइरहेछ यस्तै छ गाइस क्लाउडहरू चाहिँ अनि आज चाहिँ गाइस 17 मिनटकै भ्लग भइसकेको छ अहिलेसम्म गाइस हेरिदिनु होला जतिसम्म भए पनि म काट्दै बनाउँछु अब चाहिँ ल एयरप्लेन कहाँबाट देखाउने हो त्यहाँ देखाउनु छैन होला एयरप्लेन उडिरहेको छ त के उडेको होला भन्दैछ त है छोड त तर्छ नि यार म त गाई छोड तर्छ नि थोरै अनि टक्कसँग उहाँ पनि जङ्गलै यहाँ त खोला नै खोला छ बेसी जस्तो त अनि गाई चाहिँ कसको गाई हो गाई कमेन्ट गरिदिनु अनि यहाँ चाहिँ टिफर लगेर छ हामीलाई चाहिँ सहयोग गरिदिनु लाइक सब्सक्राइब सपोर्ट गरिदिनु होइन यत्रो मेहनतले भ्लग बनाएको छौँ हामीले अन्त गाइस अनि अब लाइक चाहिँ हान्दिनु है गाइस लाइक भ्युज चाहिँ डर आउनु पर्यो नि गाइस 1K चाहिँ पुग्नु पर्यो नि आज भाइ 1K होइन 1M पुग्नु पर्यो नि 1 मिलियन गाइस बिस्तारै पुग्छ होइन 1K चाहिँ पुर्याइदिनु है गाइस यो भिडियोमा अनि गाइस यहाँ चाहिँ एउटा रुख छ अब यहाँ चाहिँ मस्तसँग टिफरहरू छ जाम न के बस्नु अनि गाइस उहाँ पर चाहिँ हेर्न सक्नुहुन्छ यस्तै भ्यूहरू देखिरहेछ अनि गाइस अब चाहिँ हामी जान आँटेको टक्कसँग अनि गाइस यहाँ अनि गाइस यहाँ टिफरहरू छ टक्कसँग अहिले त हामी जान आँटेको होइन गाइस अनि यो चाहिँ हाम्रो मावलाको गाई हो होइन यो चाहिँ हाम्रो मावलाको गाई अहिले चाहिँ चरिरहेछ यी गाइस यो पनि हेर्छु ओ गाइस यो पनि हेरिरहेछ गाइस मेरो भ्लग सबैजना मेरो गाई झन्डै झरो मोबाइल झन्डै गाई बल्ल झऱ्यो नि त यहाँ घाँसमा केही पनि हुँदैन अनि यो चाहिँ हाम्रो ग्राउन्ड हो गाई यहाँ त दुईवटा ढुङ्गा राखेको छ अनि यो त दुईवटा पोस्ट भइहाल्यो अनि उहाँ पर उहाँ छ एउटा हेर्नु सक्नुहुन्छ होला गाइस यी गाइस गाई छुटल खेल्ने ग्राउन्ड हो गाई त्यो चाहिँ हाम्रो छोड्दो त्यसको साइकलहरू अनि टक्कसँग अहिले हामी चाहिँ एकछिनतिर गोल खेल्न आउँछौँ होला अब हामी एकछिनतिर घर पुगेर अनि गाइस अब चाहिँ म टक्कसँग म तपाईँहरूलाई घर पुगेर देखाउँछु ल
गाइस यहाँले मस्तसँग घर बनिरहेछ एउटा नयाँ यहाँको दाइले बनाउनु भएको गाइस साइना दाइ भन्ने दाइले बनाउनु भएको यो घर चाहिँ अहिले त टक्कसँग बनिँदै छैन आधी मात्रै थोरै थोरै भइरहेछ बनिएर अब बिस्तारै बनिन्छ अनि गाइस यो चाहिँ हाम्रो गाउँ हो गाइस मावलको टक्कसँग यस्तो बबाल छ बाहिर निस्किने बित्तिकै भ्यू कस्तो सुनिन्छ गाइस भ्यू देखिन्छ होइन अनि यो चाहिँ सक्कैसँग अघि देखेर अहिले अनि यो चाहिँ टक्कसँग यहाँ घर बनिरहेछ अनि हामी चाहिँ अहिले हिँडिरहेछौँ टक्कसँग होइन गाइस अन्त म डेली भ्लग हान्छु अनि मेरो च्यानललाई लाइक गरिदिनु होला यसको भ्लगमा आएको छु भ्लगमा गाइस चाहिँ धेरै दिन पछि गाइस यसलाई चिन्नु पनि हुँदैन होला आज चिन्नु भयो होला गाइस यो त मेरो भोलिदेखि जहिले भ्लगमा आउँछ मलाई खेल्दैन गाइस अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सुगम सोल्डी के छ गाइस पारा हानिरहेछ अनि अहिले त हामी घर पनि पुगिसक्यौँ अहिले त हामी घर पुगिसक्यौँ अनि यहाँ चाहिँ साइकल छ होइन अनि अहिले त हामी घर पुगिसक्यौँ अब हामी भित्र जानेछौँ अनि हाम्रो माइजू हेर्न सक्नुहुन्छ गाइस यहाँ हेर्न सक्नुहुन्छ गाइस भाइ अनि गाइस यसको नाम चाहिँ उज्जवल हो नि उज्जवल अब जङ्गी भइसक्यो यो पनि गाइस अब एन्डिङ हालिदिन्छु ल अनि गोल पनि खेल्नु सो गाइस आजको लागि यति नै आई होप यु इन्जोय दिस ब्लग राम्रो लाग्यो लाइक गरिदिनु च्यानललाई सब्सक्राइब गरिदिनु थ्याङ्क यू फर वाचिङ बाई